जोडिनु भइसकेको छ मिस्टर प्रजेश उफ एके लिल झोला। यस उहाँलाई लिल झोला भनेर चिनिन्छ सबैजनाले होइन। अनि स्वागत छ हजुरलाई। हजुर अनि हजुरलाई यो राति चस्मा लगाएर हिँड्दा चाहिँ किन आँखाको मोतीबिन्दु कम हुन्छ भनेर? होइन त्यो अरू सनग्लासेस भन्छ नि, तर मेरो छुट्टै यो मुन ग्लासेस हो कि रातिको लागि हो र। हजुर। अनि आजको गेमको बारेमा हल्का डिस्कस गरौँ न त है तपाईँ र म। हजुर। आज स्पेन भर्सेस बेल्जियम, तपाईँ चाहिँ कसको सपोर्टमा हुनुहुन्छ? म स्पेनमा चाहिँ स्पेनको सपोर्टमा छु। स्पेनको सपोर्ट हुनुहुन्छ? हजुर। अनि त्यसपछि आज के छ त माहौल गेमको? माहौल सब तातेकै छ, गर्मी पनि भइरहेको छ। हजुर, अब के त स्पेनले हान्ला त बेल्जियमलाई? हान्छ। अब हामीसँग अर्को प्याराडाइसको होइन अलि सबैको प्यारो र सबैको चाहनेवाला हुन्छ नि, जस्तै भनौँ न अब एउटा पुरानै टाइपको अब त्यस जोडिनु भएको छ मिस्टर असिम साई ठकुरी। अब हजुरलाई स्वागत छ होइन। धेरै धेरै धन्यवाद। अब उहाँलाई भेटाउन गइरहेको छ तपाईँहरूलाई। हाम्रो साइडमा देख्न सक्नुहुन्छ मिस्टर सञ्जित राणा मगर। ल स्वागत छ हजुरलाई होइन हाम्रो यो प्याराडाइस पोडकास्टमा। धन्यवाद सोहेलाई। नमस्ते, मेरो नाम चाहिँ सञ्जित राणा मगर। बेल्जियमलाई हान्छ सजिलैसँग कि 2-0 कि 3-1। ए अनि खै त अब आज लाइभ स्ट्रिम देखाउने गइरहेको छ होइन हाम्रो यो प्याराडाइसमा। हजुर। अनि त्यसपछि अब हजुरहरूले अब अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ? आएर यसो हेरिदिनु सेदिनु भनेर यसो एक दुई शब्द बोलिदिनु होला हाम्रो यता क्यामेरामा हेरेर होइन। नमस्ते, म ब्रजेश घले मार्केटिङ डिपार्टमेन्टबाट। म तपाईँलाई के भन्न चाहन्छु भने अब भइरहेको वर्ल्ड कपमा आज हुन लागेको स्पेन भर्सेस बेल्जियम कडावाला म्याच छ, हेर्न आइदिनु होला। यो म्याचहरू हाम्रो भइरहेको छ, सधैँ भइरहेको छ, हाम्रो सबै देखाउँछ, हामी राति होस् या दिन होस् सधैँ देखाउँछौँ। म बिन्ती होइन, म रिक्वेस्ट गर्छु, अहिले बिन्ती नै गर्छु, आइदिनुहोस्, हामीसँग जोड्नुहोस्, रमाइलो गरौँ, म्याच हेरौँ। बेट हान्ने काम गर्नुहुन्न, हान्न मलाई यहाँ हान्नु। हस् ल धन्यवाद छ तपाईँलाई यति भनिदिनु भएकोमा। हजुर। अब अरू केही कुरा अब हजुरको लाइफको बारेमा कुरा गरौँ न त अब अहिले होइन। अब हुन्छ नि अब हजुरको लाइफमा अब के छ त फोकस, तपाईँको गोल के छ, तपाईँको ड्रिम्सहरू यसो बताइदिनु होला। ए मेरो खासमा सानो हुँदा मेरो गोल ठुलो भइसक्यो, म्याचहरू हुन थाल्यो नि त, अहिले हल्का गोलतिर फोकस गरिरहेको छु। मेरो गोल चाहिँ अहिले राम्रो खुसी हुने हो। ए हजुरको गोल्स भनेको अहिले कुन चाहिँ? अनि आज के छ त प्याराडाइसमा अब लाइभ स्ट्रिम गेमको बारेमा के छ त यसो? मलाई त लाग्छ कि आज कस्टमर चाहिँ धेरै हुन्न होला। हजुर। आज लेट नाइट नै छ नि त, 12:45 छ गेम, त्यही भएर अलिकति कस्टमर चाहिँ हुन्न जस्तो लाग्यो मलाई। नत्र भने अलि थोरै टाइम भएको बेला त कस्टमर भइरहेको थियो। आज चाहिँ खै के कसो हुन्छ, अहिलेसम्म कस्टमर चाहिँ छैन, अहिले चाहिँ यस्तै नै छ। ए ल ठिकै छ। आजको म्याच स्पेन भर्सेस बेल्जियम होइन त? हजुर। अब अनि तपाईँ चाहिँ आज कसको सपोर्टमा हुनुहुन्छ? म त यामाल स्पेनको सपोर्टमा। स्पेनको सपोर्टमा हुन्छ? हजुर। अनि के त आज स्पेनले हाल्ला त? स्पेनले अब गेम कस्तो हुन्छ हेरौँ, त्यही अनुसारले अब प्रेडिक्ट गरौँला नि। अनि हजुरको अब यसो लाइफको बारेमा सोधौँ न त होइन त? हुन्छ सोध्नुहोस्। अब हजुरलाई नि अब एउटा बारेमा सोध्न चाहेँ मैले। अब हजुरले नि यो हाम्रो प्याराडाइस भन्ने चाहिँ होइन प्याराडाइस ट्रेनिङ स्कुल चाहिँ कसरी थाहा पाउनु भयो? मलाई पनि यस्तो थाहा थिएन, प्याराडाइस स्कुल पुरै ट्रेनिङ पुरै बारिस्ता सिकाउँछ भनेर पुरै थाहा थिएन। हाम्रो सुस्मिता म्याडमले मलाई एकचोटि म उहाँसँग कन्ट्याक्ट गरेको थिएँ, उहाँबाट चाहिँ मलाई थाहा भयो कि हाम्रो प्याराडाइसमा नि यस्तो छ, यस्तो सिकिन्छ, कफीहरूका बारेमा, कसरी कस्टमरहरूलाई ट्रिट गर्छ, कसरी कस्टमरहरूलाई कफी सर्भ गर्छ, त्यो सबै सिकेँ। हजुर। अब हजुरले +2मा चाहिँ के लिएर पढ्नुभएको थियो अरे? मैले चाहिँ होटेल म्यानेजमेन्ट लिएर पढेको थिएँ। हजुर। त्यसले नै अलिअलि सजिलो भयो मलाई कि कसरी सर्भिस गरिन्छ, कसरी सर्भिस गरिन्न, कसरी कस्टमरलाई ट्रिट गर्छ, कसरी गर्दैन, त्यो चाहिँ थाहा भयो अलिअलि। त्यही अनुसार अलिकति मलाई हेल्प पनि भयो। अब हजुरको एउटा अब यहाँ प्याराडाइसमा आएर होइन तपाईँलाई अब प्याराडाइसमा आउँदाखेरि अब यसमा जब गर्दाखेरि कस्टमरहरूसँग अब लिङ्क कस्तो छ? अब प्याराडाइसमा आएर काम गर्दा कस्तो लागेको छ? म त अब प्याराडाइसमा काम गर्दा ह्याप्पी नै छु, कस्टमरहरूसँग नि राम्रै छ मेरो।
हालचाली राम्रै हो। अनि हजुरले अब साथीभाइहरूलाई जस्तो अब प्रायः अब आफूले चिनेको मान्छेहरूलाई प्याराडाइस आउनु भनेर चाहिँ कसरी तपाईँले रिकमेन्ड गर्नुहुन्छ? अब मैले भन्छु कि प्याराडाइस हाम्रै हो, हाम्रै क्याफे हो, हाम्रै घर जस्तै हो होइन, घर जस्तै हो। अब आउनुहोस्, कफीहरू राम्रै पाउँछ हाम्रोमा। आउनुहोस्, हामीले राम्रो सर्भ गर्छ, राम्ररी ट्रिट गर्छौँ। त्यही नै। ल धन्यवाद छ तपाईँलाई होइन यति भनिदिनु भएकोमा। अनि तपाईँको अब पछि गएर लाइफमा अब के छ त सोच? अब यहीमा कन्टिन्यू गर्नुहुन्छ कि फेरि अर्कोतिर लाग्नुहुन्छ कि के गर्नुहुन्छ? म चाहिँ बारिस्ता नै भन्ने नै सोच छ मेरो। अब अरू कतै लागिहाल्यो भने पनि प्याराडाइस छोडेर यता फरेन कन्ट्रीतिर गयो भने नि यही फिल्डमै लाग्नेछु म। ल ठिक छ। ल यति भन्दैमा अब आजको होइन हजुर, पोडकास्ट यहीँ समाप्त हुन्छ। अब भोलि फेरि जोडौँला तपाईँहरूसँग। तर एकजना आज लास्ट गेस्ट बाँकी छ हाम्रो। त्यो गेस्टको चाहिँ एकछिन छोटो ब्रेक पछि तपाईँलाई भेटाउन चाहन्छु म। ल यति भन्दैमा अब हामी असीमसँग छुट्टिन्छौँ। ल धन्यवाद छ हजुरलाई आउनु भएकोमा। अब हजुरले केही भन्न चाहनुहुन्छ भने भनिदिनु होला। हाम्रो प्याराडाइस घर, हाम्रो तथा क्याफेमा कफी खान आउनुहोस् होला। जय हिन्द। धन्यवाद। ल हजुरहरूलाई मैले भने जसरी नै हाम्रो एउटा लास्ट होइन गेस्ट जोडिन्छ भनेको थियो नि त। त्यही अन्त अब छोटो ब्रेक पछि आएर हामीले अब म चाहिँ मेरो घर चाहिँ यहीँ पोखरा बसपार्कमा हो। मेरो नि यहाँ छुट्टै एउटा व्यवसाय छ हाम्रो नि यहाँ पोखरा बसपार्कमा। यदि तपाईँहरूलाई अब कतै गएर अब फर्किँदाखेरि केही खान मन लाग्यो भने, के गर्न मन लाग्यो भने हाम्रो यदि खाजा नास्ताहरू यदि केही खानासाना खान मन लाग्यो भने हाम्रो गोर्खा पालुङडाहरूलाई सम्झिनु होला। त्यही पोखरा बसपार्कमा छ। अनि अब म चाहिँ अब प्याराडाइसको अब पहिला स्टाफ थिएँ, अहिले पनि स्टाफ नै हो जे होस्। हजुरले त पहिला प्याराडाइसमा गर्नुभएको थियो होइन? अनि बिचमा चाहिँ के कारणले प्याराडाइसमा ग्याप भएर फेरि अहिले प्याराडाइसमा अब गर्न आउनुभयो त नि? म ग्याप हुनुको रिजन चाहिँ अब म पोखरा जानु पऱ्यो म। ए किनकि अब त्यति बेला मेरो ड्रिम भनेको अब आर्मी थियो। त्यही कारणले अब त्यही सिलेक्सनको लागि प्याराडाइस छोडेर जानु परेको थियो म चाहिँ। अब त्यही हो, रिजनै त्यही हो। चाहिँ कसैलाई अब होइन प्याराडाइसमा आएर अब यहाँनिर आफ्नो के भन्छ अरे टाइम स्पेन्ड गर्न, एकछिन रिल्याक्समेन्ट गर्नलाई, साथीभाइहरू भेट्छ रमाइलो गर्नलाई, अब त्यस्तै आधारमा तपाईँलाई प्याराडाइसमा चाहिँ काम गरेर साथीभाइ बनाएर हुन्छ नि, अब कस्तो लाग्यो त? फिल कस्तो भयो त? अब यहाँ प्याराडाइस आएपछि त फिल अब एकदम भाइब त सेम आफ्नै घरको जस्तो हो। अब यहाँको हाम्रो साहु महेन्द्र दाई पनि, उहाँ पनि त्यस्तै फ्रेन्डली हुनुहुन्छ। अनि अब यो प्याराडाइस मलाई चाहिँ कस्तो लाग्छ नि, प्याराडाइस आउने चाहिँ यो आफ्नै जस्तो लाग्छ मलाई। यो चाहिँ होइन, आफ्नै जस्तो लागेर गर्छु म चाहिँ। हजुर, अब तपाईँले यहाँ जोइन भएको चाहिँ कति भयो प्याराडाइसमा जोइन? लगभग अब 1 इयर हुन लाग्छ अब। अनि के छ त पछि गएर सोच? तपाईँ अब आर्मी देखाउने कि अब फेरि कि त अब यही फिल्डमा हिँड्ने कि के छ त? अब यही फिल्डमा हिँडिन्छ कि नै त्यो चाहिँ थाहा छैन। अब पछि अब के हुन्छ अब त्यो अब आर्मी त अब मिल्दैन। हजुर, किनकि अब मेरो दाँतमा अब नोरी अब लगाइदियो मेरो दाँतमा, त्यसै कारणले अब हुन्छ नि। अब प्याराडाइसको बारेमा सोध्यो भने अब तपाईँले प्याराडाइसलाई कसरी भन्नुहुन्छ? अब प्याराडाइस भनेर चाहिँ एउटा हुन्छ नि, डिस्क्राइब गर्नुहुन्छ तपाईँले? अब यदि अब कहिले आएर हाम्रो प्याराडाइस कता छ, हजुर, हाम्रो प्याराडाइस के कस्तो छ भनेर सोध्यो भने फर्स्टमा त मैले अब लोकेसनै भनिदिन्छु। अब हाम्रो प्याराडाइसको लोकेसन चाहिँ हाम्रो यो बिग बजार चमेली बिग बजारभित्र केल्मी सोरुम अगाडि। यदि हजुरहरूले चिन्नुहुन्न भने यो हामीले हङकङ बजारको बाटोबाट नै आउनु मिल्छ, उता बिग बजारको बाटोबाट नै आउनु मिल्छ। अब अब यो प्याराडाइस चाहिँ अब कतिलाई थाहा होला, अब कतिलाई थाहा छैन होला। अब नचिन्ने मान्छेलाई चाहिँ म के भन्छु भने अब एकचोटि आउनुहोस्, प्याराडाइस भिजिट गर्नुहोस्। कस्तो छ हजुरहरूले पनि रिभ्यू गर्नुहोस्, हाम्रो प्याराडाइसमा रिभ्यू गर्नुहोस्। अनि हाम्रो प्याराडाइसमा चाहिँ एकदम मिठो मिठो कफी अनि स्न्याक्स फुडहरू त्यस्तै, सर्भिसिङ पनि त्यस्तै राम्रो छ हाम्रो। त्यही भन्छु म चाहिँ।
तपाईँलाई प्याराडाइसमा जब गर्दाखेरि एकदमै गाह्रो मुमेन्ट चाहिँ कहिले भयो जब जस्तो हुन्छ नि एकदमै रस परेको हुन्छ नि अब तपाईँ अब काम गर्दाखेरि एकदम रस भयो अब काम गर्नलाई अलिक गाह्रो भएको मुमेन्ट कहिले भएको छ प्याराडाइसमा त्यस्तो गाह्रो मुमेन्ट त त्यस्तो छैन होला सायद त्यस्तो रस मुमेन्ट चाहिँ त्यो रसमा पनि आनन्दले काम गरिन्छ त्यो यस अनि हजुरको अब यो प्याराडाइसमा लिङ्कहरू कस्तो भइरहेको छ जस्तो अब स्टाफसँग त्यसपछि कस्टमरसँग फ्लो कस्तो भइरहेको छ लिङ्क त मेरो सबैसँग एकदम राम्रो छ हो आफू राम्रो हुनु पऱ्यो त्यसमा। त्यो त हो अनि प्याराडाइसमा चाहिँ हाम्रो अब स्पेसल ड्रिङ्क्सहरू के छ त यसो भन्न मिल्छ भने भनिदिनु होला यसो हाम्रो प्याराडाइसमा स्पेसल ड्रिङ्क्समा चाहिँ अब हाम्रो अब नाइ नाइ अब होइन अब त्यो ड्रिङ्क्सहरू त त्यो त छुट्टै भइज त अब अब त्यो सफ्ट ड्रिङ्क्समा भन्न खोज्नाले तपाईँको कफीमा अब तपाईँको प्याराडाइसको स्पेसल चाहिँ के हो कफीमा हाम्रो कफीमा हाम्रो स्पेसल भनेको हाम्रो बिसिक्री छ हाम्रो हाम्रो ओरिजिनल कास्कीबाट छ ए प्याराडाइसले आफ्नै आफ्नै प्याराडाइसको beans। आफ्नै बिज युज गरेर हजुर। हुन्छ नि होइन हजुर अहिले हजुरलाई अब बिसिक्री खान मन लाग्छ भने प्याराडाइस आउनुहोस् होला हाम्रो स्पेसियालिटी बिन्स पनि चाखेर जानु होला टेस्ट गरेर जानु होला ल यति भन्दैमा अब तपाईँलाई होइन हामी अब हाम्रो पोडकास्ट यहीँ इन गर्दैछौँ अब हजुरहरूलाई अझै यस्तै रमाइलो रमाइलो पोडकास्टहरू हेर्न छ भने उ गर्न छ भने हाम्रो सब्सक्राइब गरेर होइन राख्नु होला तपाईँहरूलाई अझै पनि यस्तै यस्तै नयाँ नयाँ नौलो के अरे उहरू हेर्न पाइरहनुहुन्छ ल तपाईँलाई स्वागत छ होइन पोडकास्टमा आउँदा होइन अब जाने बेलामा एउटा केही लास्ट शब्द भनिदिनु होला हाम्रो दर्शकहरूलाई अब लास्ट शब्द त के हो नि अब अब वी लभ प्याराडाइस वी लभ प्याराडाइस धन्यवाद छ बाई बाई हेलो सर नमस्कार नमस्ते हजुरको शुभ नाम मेरो शुभ नाम रेज प्रधान प्याराडाइसमा गेम हेर्न आउनुभएको हजुर हजुर ए हजुरलाई चाहिँ यहाँ आएर गेम हेर्दाखेरि कस्तो महसुस हुँदैछ त नि एकदम राम्रो हजुर चाहिँ आज के कुनको सपोर्टमा हुनुहुन्छ आज म आज स्पेनको सपोर्टमा छु ल ठिक छ हस् त धन्यवाद सर हस् धन्यवाद हेलो नमस्कार हजुरको शुभ नाम हेलो मेरो नाम प्रदीप थापा मगर हजुर आज गेम हेर्न आउनुभएको प्याराडाइसमा हजुर यसो गेम हेर्न आएको कि आज हजुर चाहिँ कुनको सपोर्टमा हुनुहुन्छ त नि आज स्पेनको हो स्पेनको के छ स्पेनले जित्ला त ढुक्क बोटिम डिस्को हो कि आज ल ठिक छ धन्यवाद थ्याङ्क यू सर थ्याङ्क यू आ-